अरू दिन नपाइनु दसैँमा नबिर्सियोस् जय होस् दुर्गा भवानी माताले रक्षा गरोस् मेरो छोरीलाई। ल अब यहाँनिर जमरा चाहिँ ल छोरी ल नानी यता लाउनु पर्यो दुर्गा भवानी माताले यस्तै बस्नुपर्ने होला उताबाट भिडियो गरिहाल्छ रक्षा गरोस् मेरो 2022 सालको विजयदशमीको धेरै धेरै शुभकामना छ। एक गिलास पढेको हो एक गिलास मलाई पाइदिनु पर्दैन जाँदाखेरि काम लाग्छ ल नानी विजयदशमी 2022 सालको धेरै धेरै शुभकामना छ। राम्रो गरोस् भलो गरोस् दुर्गा भवानी माताले फेरि यसरी भेट्ने मौका पाओस् सधैँ निरोगी होस् सोचेको कुराहरू सम्पूर्ण पुरा होस्। ए अहिले उता भन्छ त्यो नानी ल बाबुलाई ल सानो मान्छेलाई भनेको अघि आमाले भनेको जस्तै ताकेकोहरू सबै पुरा होस् ताकेको कुराहरू सोचेको कुराहरू सानो मान्छेले पढ्नुमा फर्स्ट हुने होस् बाबु दोस्रो कहिले नहोस्। सानो मान्छेले धेरै भन्दा धेरै काम गरेर खान सकोस् ज्ञानी होस् मम्मीलाई दुःख नदिने फोन नखोज्ने होस् बाबु अनि कहिले नि रोनी होइन है बाबु ल सानो मान्छेलाई खै ढोक्नु पर्यो होला नि त अर्को नेक्स्ट मम्मीलाई बिहा गर्दाखेरि 18 वर्ष पुगेन कानुन लाग्छ भनेर है कानुन लाग्छ भनेर